यसपालको 83 को नयाँ फल चाहिँ यहाँनिर लाग्दै रहेछ। यो चाहिँ देख्न सक्नुहुन्छ हाम्रो घरमा भएको लिची। वाह, यस्तो दानाहरू लागिसकेको छ। दाना त्यस्तो छ है लिचीको, सेट्रो सबै लागिसकेको रहेछ लिचीको दाना। बोट चाहिँ यो चाहिँ एकदम कटिङ गरेको, यसलाई चाहिँ कटिङ गरेर चाहिँ हामीले सानोमै यसरी फलाउन सक्छौँ। यहाँ माथि देख्नुहुन्छ सुपारीको बोट, यसको 3 कुनामा सुपारी छ। यो जेठाको लागि, त्यो माइलाको लागि, यो कान्छाको लागि चाहिँ हजुरबाले 3वटा यो रोपिदिनु भएको छ सुपारीको बोट। हेर्नुहोस् न कस्तो दामी छ है। 3वटा सुपारीको बोटमा लिचीको बोट छ यहाँ। लु सो गाइस हेर्नुहोस्, लिची त लास्टै छ त यार, अति छ नि, अति फलेछ कि। यो अर्को पनि छ कटिङ गरेको, यो सानो, यसमा चाहिँ पोहोर चाहिँ फलेको थियो, यसपालि चाहिँ फलेको रहन्छ, पनि फल्छ। यस्तो हुन्छ, बोटै सानो बोटमा लिची फल्छ नि।